वेलकम छ लाफा भ्लग नेपालमा। बस्नै नहुने भयो यार। उहाँ चाहिँ राजेन्द्र महर्जन दाई हुनुहुन्छ, हजुर। यता चाहिँ हाम्रो अनिल सिन्जाली मगर दाई हुनुहुन्छ, अनि यता हाम्रो सुजन नाना मगर, अनि उहाँ दुईजना चाहिँ सिन्धुलीबाट, म चाहिँ उखुन्डुम ढुङ्गाबाट। म सिन्धुली। आज चाहिँ हामीले फनी पोडकास्ट गर्नु गइरहेका छौँ। अनि अब पोडकास्ट गर्नुको लागि चाहिँ हाम्रो आशिष दाई हुनुहुन्छ, अनि हाम्रो आसेङ दारिङ्गे आसेङ चाहिँ के भन्छ होस्टको रूपमा चाहिँ उहाँ आशिष पुन मगर हुनुहुन्छ, अनि गेस्टको लागि चाहिँ उहाँ आसेङ हुनुहुन्छ। र सुरु गरौँ अब आशिष दाईबाट। नमस्कार, म सानोतिनो कलाकार। हाँस्ने नै हो भ्लग। अब हाम्रो यो हाम्रो पोडकास्ट नै एकदम हास्य तथा श्रृङ्खलवाला पोडकास्ट रहेको छ, त्यसैले हामी मुखमा चाहिँ आउँछौँ, हामी अनेर त बोल्दैनौँ, सकेसम्म हँसाउने कोसिस गर्छु। के छ त ल भन्नुहोस् आसिङ, आज हजुरलाई यो पोडकास्टमा स्वागत छ। कस्तो भइरहेछ प्रत्यक्ष प्रसारणमा? हजुरको नाम? धन्यवाद। मेरो नाम सन्दबहादुर तामाङ, हाल क्रोएसिया, नेपाल घर चाहिँ धादिङ भन्नु पर्ला। ठिक छ, धादिङ भनेपछि धादिङबाट यहाँसम्मको यात्रा के कस्तो रह्यो हजुरको? एकदम कठिनै भन्नु पर्ला होइन। हामी त अब विदेश आउने भनेको चाहिँ एकदम खुसीले आएको होइन नि त होइन, दुःखले आएको, त्यही भएर कठिनै भयो। जस लगभग आयो, अब यहाँ पनि आएर 2 वर्ष जति बित्यो, त्यस्तै चलिरहेछ। लास्टमा अब त्यस्तै हो, बस्नु नआउने भएछ। बस्नै नहुने रह्यो। अब परदेशको कुरो अहिले लगातार हाम्रो 1 वर्ष बढी यहाँ बसाइ रहिसकेको छ, लगभग 2 वर्ष जति। 2 वर्ष, लगभग 2 वर्षको अन्तरालमा के भिन्नता पाउनुभयो पहिलाको भन्दा अहिले? पहिलाको भन्दा भिन्नता त केही पनि पाएको छैन, जस्तो आयो त्यस्तै छु। कमाउनु नि सकेको छैन, रमाउनु नि सकेको छैन। अलिकति भुँडी बढ्यो लम्बै, त्यति हो बस। बस्नै खाएछ पिएछ, बस्नै नहुने भएको छ। ठिक छ, ठिक छ। आज एकदम हसिलो मसिलो देखिनुहुन्छ तपाईँलाई। अब यसको रहस्य बताइदिनु पर्यो। यसो आज हाम्रो साथीभाइहरूले यसो होइन पार्टीको निमन्त्रण गरेको थियो, त्यही भएर एकदमै खुसी छु। अहिले अनि पार्टीको पनि आउँछ होइन भाइको ब्लगमा। मेन कुरो चाहिँ त्यसको लागि खुसी छु। ठिक छ, आज छुट्टी पनि भयो नि त, भोलि छुट्टी छ। आज अलिकति साथीभाइहरूले पार्टी खाम भनेर बोलाउनु भयो, त्यही भएर हामी आएको। एकदम भनेपछि आजको समारोहमा चाहिँ एकदम रमाइलो गर्ने सोच्दै हुनुहुन्छ? एकदम रमाइलो इन्जोय गर्ने हो। 2 वर्षको एकै के अरे आधा घन्टामै इन्जोय गर्ने हो क्या। आज चाहिँ रमाइलो छ जस पहिला भन्दा नि होइन। ठिक हो। अनि आज नाचगान गर्नेहरू? नाचगान त भन्नै पर्दैन, आज नाचगान हुन्छ, रमाइलो हुन्छ आज जस। उता हाम्रो बाहिर पनि ओसेट भन्दैछ। ओसेटै हो, बस्नु नआउने पनि बनाएको छ त्यहाँ। अब किन के हुन्छ, आज त लास्टै रमाइलो हुनुपर्छ सबैजना, म मात्र होइन सबैजना हुनु पर्यो नि त होइन। ठिक छ। अनि सानोतिनो जिम सिम पनि जानुहुन्छ भन्ने सुने। जिम के छ अनि जिमको अहिले हाम्रो कस्तो भइरहेछ? जिम गरेर यत्रो पाखर बनाइसक्यो, यत्रो पेट बनाइसक्यो, अरू के बनाउनु त? अब बनाउने कुरै छैन। बनाउने त त्यही हो, अरू अब बनाउने त बिस्तारै। ठिक छ, ठिक छ। भनेपछि परदेशमा त्यति साह्रो के फरक पाउनु भएन होइन? पाएन। अब परदेशमा के फरक पाउनु त? दुःख गरेछ होइन, काम गरेछ, बिहान गएछ, काम गरेछ, आएछ, त्यति हो। सिधा कुरो जनतालाई भन्नु, सिधा कुरो जनतासँग परदेश आयो, दुःख नि त्यस्तै हो, सुख नि त्यस्तै हो, बराबर छ। नेपालबाट जस्तो आयो त्यस्तै छ है साथीभाइहरू। परदेशको यथार्थ मलाई त्यस्तो भयो भनेर तपाईँहरू के अरे आउँदैन भनेर नभन्नु,
तर दुःख गर्नुपर्छ परदेशमा चाहिँ दुःख गर्यो भने सुख आवश्यक हुन्छ त्यही भएर बिस्तारै मेहनत गर्दै जाने हो क्या यसको मतलब अब आज नहोला भोलि नहोला कुनै दिन पक्कै पनि हुनेछ हो त्यो सही हो तर आफूले मेहनत गर्न सक्नु पर्यो होइन खटिनु सक्नु पर्यो एकदम एकदम त्यही भएर चाहिँ जस ठिकै छ अहिलेसम्म ठिक छ युरोपतिर झऱ्यो त्यस्तै हो युरोप पनि हेऱ्यो खाडी पनि हेऱ्यो सबै ठाउँ त्यस्तै छ गाडी पनि हेऱ्यो हाल अहिलेसम्मको यात्रामा कुन कुन प्रदेश तपाईँ भित्रिनु भयो मैले चाहिँ धेरै त्यो पनि धेरै भन्दा नि अब बताइदिनुहोस् 3 ठाउँ गयो म पहिला मलेसियाको कुरा गरौँ मलेसिया कति वर्ष बस्नु मलेसिया मैले 4 वर्ष जति बस्यो मलेसिया बसेर के फरक परेन त्यस्तै हो खायो पियो हिँड्यो रमाइलो गऱ्यो यस्तै होइन साथीभाइसँग रमाइलो गयो त्यस्तै भयो के उपलब्धि पनि भएन जस्तो गयो त्यस्तै फर्केर आयो मलेसियामा चाहिँ भनेपछि देश हेऱ्यो कुन सालमा जानुभएको थियो मलेसिया लगभग म 2065 तिर होला ल अब रहेको छ तपाईँ लगभग 3 वर्ष मलेसियामा काट्नुभयो त्यसपछि अन्तराल कता रह्यो तपाईँको गन्तव्य 3 वर्ष मलेसिया बसेर चाहिँ म नेपाल आएपछि 1-2 वर्ष बस्यो त्यहाँबाट फेरि टुकराम भयो अनि त्यहाँबाट फेरि साउदीतिर लाग्यो होइन साउदी चाहिँ कुन सालमा प्रवेश गर्नुभयो भने 65 त्यस्तै 72 तिर होला 72 71 मा गएर चाहिँ भूकम्प मौदै थियो 71 मा गएर चाहिँ साउदीमा चाहिँ राम्रो अवसर पाउनुभयो होला साउदीमा चाहिँ अलिकति राम्रै थियो कम्पनी राम्रै थियो अनि जे साउदीमा अलि ठिकै थियो भन्नुपर्दा भनेपछि साउदीमा चाहिँ अलिकति तपाईँको त्यहाँ चाहिँ साउदीले चाहिँ अलिकति फाप्यो तपाईँलाई फाप्यो मलेसियामा त्यस्तै हेर्ने रमाइलो गर्ने त्यस्तै कहाँ साउदीमा कहाँ हुन्छ त्यो रमाइलो होइन ठिक छ अनि त्यस अन्तराल कति वर्षको बसाइ रह्यो म साउदीमा 3 वर्ष 3.5 वर्ष जति बस्यो त्यहाँबाट बस्नै नआउने भएर फेरि घरै फर्क्यो होइन परिवार बढाउनु भयो बढाएँ 2टा बढाएँ मैले 2टा बढाएँ त्यो साउदीकै उपलब्धि हो या मलेसियाको साउदीको उपलब्धि कहाँ मलेसियामा त अब मलेसियामा बढाएको त नेपालमा आउँदैन नि त त्यहीँतिरै हुन्छ होइन त्यो चाहिँ साउदीको उपलब्धि हो 2टा चाहिँ साउदीको उपलब्धि अब नेपालको कतिको माया गर्नुहुन्छ तपाईँको त्यो एकदम धेरै माया गर्नुहुन्छ केही भन्न चाहनुहुन्छ प्लिज अब मेरो मुटुहरू हो होइन म एकदम धेरै माया गर्छु होइन उनीहरूको लागि अब यहाँ फेरि म त्यहाँबाट लिएर अब यहाँ यस्तो ठाउँमा चिसोमा कठङ्ग्र भएर बस्नुपर्छ गर्मीमा छाला पुरै जान्छ होइन युरो भनेर मात्र हुँदैन नि त ठाउँ अनुसार अब काम अनुसार पनि हुन्छ होइन काम त्यस्तै छ हाम्रो अनि त्यही भएर उनीहरूको लागि म आएको तर म उनीहरूलाई धेरै माया गर्छु उनीहरूले पनि गर्नुहुन्छ मलाई मान्छे अहिले परिवारलाई एकदम मिस गरिराख्नु लास्टै मिस गरिरहेको छु मैले अब भोलि यो भ्लग पनि मेरो भाइको भ्लग पनि के अरे यो भिडियो पनि हाम्रो परिवारतिर पुग्छ होइन सेयर गरिदिनु पर्यो नि त केटी हो सेयर गर्नु होइन दुःख सुख बाँड्नु पर्यो सबैले हेरिदिनु पर्यो नि त हाम्रो अब यस्तो दुःख सुखको कुराहरू होइन अनि रह्यो तपाईँ त्यसपछि त्यहाँको साउदीबाट फेरि नेपाल जानुभयो नेपाल बसेर फेरि अब क्रोसियाको लागि चाहिँ मैले के उद्देश्यले यसको भविष्यको उद्देश्य लिएर आएको यहाँ चाहिँ के अरे आफ्नो भविष्यको लागि चाहिँ आफ्नो भविष्य त छोडिदिनु न आफ्नो भविष्य त भविष्य भनेको पछिको आफ्नो त्यही अघि भने नि भावी पिँढी सन्तानहरूको लागि आएको त्यो पनि अब यहाँ त्यस्तै भयो अब खै अब अहिलेसम्म के टुङ्गो छैन के काम छैन के त्यस्तै भइरहेछ जस पाल्न चाहिँ सकिरहेछ अहिले प्रतीक्षाको फल मिठो हुन्छ तर हुन्छ अनि
बस्नै नहुने भइरहेछ क्रोसियामा क्रोसियामा ओसेट भयो कि बस्नै नहुने होइन बस्नै नहुने ओसेट पनि भइरहेछ बस्नै नहुने पनि भइरहेछ होइन के कुराले चाहिँ बस्नै नहुने भयो र के कुराले ओसेट भइरहेछ अब यस्तै त अनि काम गर्नु पर्यो काम नगरिकन पैसा आउँदैन त्यति बेला चाहिँ बस्नै बस्नै नहुने ओसेट अनि चाहिँ कति बेला ओसेट भनेको अब खाना मिठो बनाएन भने ओसेट हुन्छ त्यस्तै त हो नि होइन मिठो भएन भने ओसेट भयो ओसेट भयो काम गर्नु पर्यो भने बस्नै नहुने भयो अनि त्यस्तै त भइरहेछ नि अनि गाडी साडी ठोकिदियो भने ओसेटै भयो बस्नै नहुने भयो होइन बस्नै नहुने अनि त्यही भएर त्यस्तै चलिरहेछ जे होस् र पोडकास्ट चाहिँ आज यति नै गरेको छ अनि यो भिडियो चाहिँ हामी अब यो नयाँ भिडियो चाहिँ यो क्रिसमसहरूको दामी भिडियो चाहिँ अब अर्कोमा लिएर आउने प्रयास गर्छु। अहिलेलाई चाहिँ यति नै, धन्यवाद।